हेलो साथीहरू, हजुरहरूलाई वेलकम छ हाम्रो मिनी भ्लगमा। हामी चाहिँ आज यहाँ करेसाबारीमा आएर झार गोड्दैछौँ। यहाँ मोटर छ, बेथे छ। बेथेको साग त हामीले यस वर्ष यति खायो कि अहिले त हेरौँ पनि लाएको छैन। धेरै खाएर खाँदा ठुलो सानो दुई खालकै थियो हाम्रोमा बेथे। यति धेरै खाइयो चिसो महिनामा साग अनि चिसो। यहाँ हाम्रो मोटर फल्न लागिरहेछ अहिले चाहिँ। यति राम्रो फल्छ यो मोटर, यति राम्रो फल्छ, यति धेरै दाना हुन्छ, कसिलो कोसा फल्छ। खान पनि यो एकदमै मिठो हुन्छ। हाम्रो घरमा चाहिँ यस्तो राम्रो खालको छ। अब फल्न लागेपछि बारीमा जो आउँछ उसैले टिप्दै खाँदै यस्तो हुन्छ हाम्रो चाहिँ। झारले यति धेरै ढाकेछ यो मोटरलाई। दुई पटक हामीले यो झार चाहिँ गोडेर सकाइसकेको हो। फेरि अहिले त केराउ फुल्दैछ, फल्दैछ, तनननै झार भरिएर। अनि बारीमा अरू घाँस पनि छैन अहिले, बाख्रालाई घाँस पनि चाहिएको। अनि यो केराउलाई पनि गोड्नु पर्यो भनेर हामी चाहिँ देउरानी जेठानी भएर यहाँ साग झार गोड्न आइरहेछौँ। दिदीले गोड्दै हुनुहुन्छ उता। मोटर चाहिँ यति धेरै खाँदै झार गोड्दै आएपछि त फल त खानै परिहाल्यो। घाँस पनि यति राम्रो छ, फल पनि यति राम्रो छ। पुग्यो घाँस? पुग्दैछ। अब अलिकति उठाउनुपर्छ, त्यसपछि पुग्छ। आफूले मोबाइल केर्साएर बस्ने, मलाई घाँस पुग्यो भन्ने, यस्ता हुन्छन् देउरानी भनेको। हेर्नु, हिजो अस्ति तपाईँहरूले देख्नुभयो होला, दाउरा लिन जाँदा पनि म एक्लै भारिहाल्ने, मोबाइल ठडाउने, धान निकाल्दा पनि मोबाइल ठडाएर बस्ने। कहिलेकाहीँ त मेरो पनि पालो आउनु पर्यो नि। आज मेरो पालो, आज मैले मोबाइल छोइन साथीहरू। आज त्यही भएर मेरो पालो। बल्ल घाम लाग्न थालेको छ। हिजोको धान पनि सुकाउन पाइएन, आज बल्ल सुकाइदिएको। घाम भनेको बल्ल देखिँदैछ। घामले पनि सधैँ अनखिट मात्रै गर्छ, बिगार्छ मात्रै। धान सुक्छ कि भनेको, आज पनि खै त्यति धेरै घाम चाहिँ लागेको छैन, बल्ल अलिअलि लाग्न थालेको छ। है साथीहरू, म चाहिँ हजुरहरूलाई आज हाम्रो करेसाबारी भिजिट गराउँछु। यहाँ करेसाबारीमा चाहिँ यहाँ मोटर छ। यो मोटर यति लट्टरम्मै फलिरहेको छ। बेथेको यो ठुलो खालको बेथेको साग पनि छ। अनि यता छ यहाँ फेरि यो बकुल्ला पनि फुल्दैछ। अनि यता छ यो राजमा, यो चाहिँ झाँक्रामा जाने राजमा हो। झाँक्रामा यति लटरम्मै फल्छ। यसको स्वाद चाहिँ यति मिठो हुन्छ नि, यसको दाना खान। यो चाहिँ झाँक्रामा नजाने भुइँ राजमा, यो भुइँमै फल्ने झाँक्रामा नजाने राजमा हो। यो पनि फलेछ। अब 10-15 दिन पछाडि खान मिल्छ यो पनि। अनि यो बकुल्ला त यो पाटोभरि नै बिचबिचमा जताततै नै छ। काउली चाहिँ हामीले 2 लटको काउली खाएर सकिसक्यो। अब यहाँ तेस्रो लटको काउली चाहिँ यो काउली हो कि ब्रोकाउली हो जस्तो खालको छ। काउली चाहिँ हरियो हुनुपर्ने हो, पात हेर्दा चाहिँ काउली जस्तो, फल हेर्दा ब्रोकाउली जस्तो छ। यो छिप्पिएको बिरुवा सार्यो भने चाहिँ यस्तो हुँदो रहेछ। यही एकैपटक ल्याएको बिरुवा अलि अगाडि सारेको चाहिँ काउली यति राम्रो 2-2.5 किलोको सम्म पनि फले थियो। यो चाहिँ रोप्न ढिलो गरेको यो बिग्रेर यस्तो हुँदो रहेछ। सानो फल नै बिग्रिने, फल नै अर्कै हुँदो रहेछ कि। अनि यो चाहिँ हाम्रो धनियाँ, यति खाइयो यो धनियाँ यति राम्रो थियो। अहिले टिप्दा खाँदा अब यो लास्टको यति सानो बाँकी छ, त्यही पनि घरलाई चाहिँ काम चलिरहेकै छ। यता छ हाम्रो यो बन्दा छ। अनि यहाँ छ ब्रोकाउली। आज बिहान पनि हामीले ब्रोकाउली खाएका थियौँ, यहाँ पनि छ। अब लगभग सकिन थालिसकेको छ ब्रोकाउली चाहिँ। तर यति धेरै गाउँमा बस्नुको यति धेरै फाइदा छ नि साथीहरू। तरकारी त हाम्रो घरमा खाली नै हुन्न के, बाहिर गएर तरकारी किन्नै पर्दैन। बारीमा आएपछि त एउटा न एउटा तरकारी त निस्किनै हाल्छ। अब अहिले त झन् जाडोको सिजन छ, तरकारीकै सिजन हो। यो चाहिँ ठुलो मोटर हो हाम्रो, यो बोक्रेसँग खान मिल्छ। यो भर्खर फुल्दैछ, फल्न बाँकी नै छ। फलेपछि पनि देखाउँला हजुरहरूलाई, यति मिठो हुन्छ। बेथे त कुरै नगरौँ ल। हेर्नु
कति छ बारीको बिचबिचमा। अनि यता यो लौरे सिमी हो हाम्रो। यो लौरे सिमी चाहिँ खासै राम्रो भएन, पानी पटाइदिएको, पानी धेरै भएर यहाँ कक्रक्कै पर्यो, खासै भएन। अनि यो पनि राजमा हो, यो पनि फुल्दैछ, यो पनि पानीले धेरै पानी भएर खासै राम्रो भएन। यता छ हाम्रो लसुन। लसुन चाहिँ हामीले असम लगाउनै अलि ढिलो भएको थियो, त्यही पनि लसुन चाहिँ राम्रो भएको छ। लसुनलाई पनि मम्मीले बिहान झारसार गोडेर चिटिक्क पार्नु भएको छ, राम्रो भएछ लसुन पनि। हामी त घर जान पनि धेरै भएर होला, खाना पनि धेरै नै खान्छौँ। लसुन त झन् यति धेरै कति धेरै चाहिन्छ। त्यही भएर लसुन पनि धेरै नै छ। अनि अब यता म देखाउन गइरहेको छु, यो चाहिँ हाम्रो प्याज चाहिँ हामीले 15 दिन जति भयो होला लगाएको, भर्खर सर्दैछ। सानो देख्नुभयो होला, सानो यति धेरै ठाउँमा लगाएका छौँ, यति धेरै छ, भर्खर सर्दैछ यो चाहिँ। अनि यता देख्नुभयो होला, यहाँ छ हाम्रो मटर छ, बेतेको साग छ, वहाँ परपट्टि काउली, अनि त्यो झाँक्रामा देख्नुभयो होला त्यो सिमी छ हाम्रो। अनि यतापट्टि छ पूजा गर्नलाई चाहिन्छ भनेर थोरै जौ लगाएको थियौँ हामीले। यो जौको चाहिँ कुकुरले पनि देखि नसकेर यो जौको टुप्पो जति कुकुरले खाएर ल हेर्नु यस्तो छ। कुकुरले यति धेरै घाँस खाएको चाहिँ कहिले पनि थाहा पाएको थिएन, तर यो पटक चाहिँ कुकुरले यो जौ राम्रोसँग फल्न पनि नदिनु भयो, खाएर पुरै सिक्रो पारेछ। उतापट्टिको चाहिँ अलि बिसेक, यतापट्टिको चाहिँ सर्लक्कै खाएर भ्याउनै आँटिसक्यो। अनि यता यो छ सर्स्यौँ भनेर ल्याएर छर्नु भएको अरे मम्मीले, खै यो त तोरा परेछ के अरे, पूजाहरूमा श्राद्धहरूमा चाहिन्छ भन्कारीहरू। यता चाहिँ रायोको साग, यो रायोको साग चाहिँ छिट्टै छिप्पिसक्यो। जाडोमा सागकै सिजन धेरै हुने, साग नै धेरै हुने। यो चाहिँ खासै खाइएन हामीले, अरू साग पनि भएको भएर, अरू तरकारी पनि धेरै भएको भएर यो साग चाहिँ खासै खाइएन, सबै छिप्पिसक्यो, फुलिसक्यो। फेरि अर्को लट काउलीमा, यो काउली चाहिँ अब यहाँ फक्रिन थाल्दैछ, राम्रो भएको छ काउली त यति धेरै खाइ। यहाँ चाहिँ यो चाहिँ यति मजाको भइसकेको छ है, खाना मिल्ने भइसकेको छ यो काउली चाहिँ। यता छ मुला पनि यति राम्रो मुला छ, टन्नै छ। ल साथीहरू, हाम्रो करेसाबारी हेरिसक्नु भयो होला। आजलाई चाहिँ यति नै, हामी यहाँ घाम ताप्दैछौँ। हजुरहरूको पनि करेसाबारी देखाउन नभुल्नु होला। अनि हाम्रो भिडियोलाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। भिडियो पुरै हेरेर साथ दिनु होला। धन्यवाद।